आएको छु मैले। वाउ, मेरो त मुनि गम्बुट छँदैछ, त्यही भएर म चाहिँ लुक्सुक्सको मतलब छैन मलाई, गम्बुट लाएर हिँड्छु मजाले। त्यही हो बुद्ध पार्क, हाम्रो बुद्ध पार्क। यस्तो छ अन्त बाटो, यहाँदेखि भत्केर गएको हो। कोपाले चाहिँ जहिले पनि मैले बाइक यो डबलदेखि यता हाल्दा चाहिँ हेल्प गर्नु चाहिँ यस्तो त छ अन्त पानी। ए राबङलाको बाटोमा फेरि कुहिरो लागेन भने त फेरि हाँस उठ्दो हुन्छ हो। सबैजनालाई स्वागत छ, जयमसी, नमस्कार, फ्यापुलो, टासिडीले, सेवानी। अहिले म घरमा छु, मजा आउँछ यस्तो बाटोमा चाहिँ, यहीँ हुन्छ नि हो। हाम्रो क्युट नन कुचुक कुचुक हाम्रो मम्मी पापा। आज चाहिँ म यसलाई पुऱ्याउनु जाँदै गरेको। यता हेर, यो चाहिँ मेरो भाइ हो, बिटेक गर्दैछ। यता हाम्रो कोपा, हाम्रो जोना खै मुमा हेलो। अनि आज म गान्तोकबाट आएको एन्जल नानालाई लिएर, सो त्यही भएर बाइकको हालत चाहिँ एकदम माया लाग्दो भइरहेछ हिलर। अन्त म चाहिँ गमबुट लगाइरहेको छु, जुत्ता बोकेको छु यहाँनिर, भित्र छ ल्यापटप सबै। फाइनल्ली हाम्रो एन्जल नाना पनि आइपुग्नु भएको छ। जयमसी, जयमसी नाना, जयमसी, जयमसी कोमा, जयमसी, जयमसी बाबा, जयमसी कोपा लागे हुन्छ बाबा। मैले यहीँ छ खै त भाइ, पर्दैन कोपा। कोपाले चाहिँ जहिले पनि मैले बाइक यो डबलदेखि यता हाल्दा चाहिँ हेल्प गर्नुहुन्छ, किन भन्दाखेरि यो पछाडि वेट बेसी भएर अलिक गाह्रो हुन्छ है। लाग्छ कोपा, लाग्छ अलिकति पछि गरौँ हजुर। लु भाइ बसो, लु लाग्यो ल। ए ल नि त ल, लु 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 लाग्यो। सो दाजुभाइको यात्रा सुरु भयो घरदेखि है। नमस्कार। यहाँ हाम्रो बनिँदै गरेको नयाँ घर है। बाटो धेरै अप्ठ्यारो छ, धन्न पानी चाहिँ परेको छैन हो। अनि अब यहाँदेखि नाम्ची जानुपर्छ। टाइटानिक चाहिँ कहाँदेखि जान्छ भनेर म तपाईँलाई देखाउन चाहन्छु। टाइटानिक चाहिँ हाम्रो गाउँ यता भयो भने पल्लोपट्टि पर्छ, हाम्रो गाउँ यता भएपछि टाइटानिक चाहिँ उता पर्छ नि त। सो टाइटानिक चाहिँ यहाँबाट जान्छ। यहाँ दुईवटा बाटो छ, तपाईँहरू टाइटानिक आउँदाखेरि याद गर्नुहोस् होला। यता यता आउनु हो भने चाहिँ मेरो घर छिर्नुहुन्छ हो, उता जानुपर्छ टाइटानिक जाँदाखेरि चाहिँ यो। सो गाइस अहिले चाहिँ हामी निकै माथि आइसकेका छौँ। अनि यहाँ चाहिँ सङ्खे भिर भन्छ यसलाई चाहिँ हो। कुहिरो लागिरहेको छ हो। राबङलाको बाटोमा फेरि कुहिरो लागेन भने त फेरि हाँस उठ्दो हुन्छ हो। राबङला इज अलवेज अब एकदमै चिसो चिसो। अब सेलेली भन्ने जग्गा आइपुग्न आँटेको छ जहाँ चाहिँ धेरै अप्ठ्यारो छ। अनि इट्स अल्सो अ सोर्स अफ वाटर फर नाम्ची, नाम्चीको लागि एउटा पानीको सोर्स पनि हो। यहाँबाट लान्छ नि त नाम्चीको लागि। सो यो तपाईँले देख्दै गर्नुभएको यो लेखेको छ केहरू, स्पाइडर कोलोनी, नो गट्स नो ग्लोरी। यो सबमा चाहिँ के भएको भन्दाखेरि चाहिँ आर्मीहरू चढ्नुहुन्छ आएर, ट्रेनिङहरू हुन्छ। यो पहाड चढ्ने ट्रेनिङ है। अब चाहिँ हेभी अफरोड छ, एकदमै हिलो 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 छ बाटोभरि। बनिँदैछ बाटोहरू हाम्रो गाउँ जाने, टाइटानिक जाने भनौँ, अनि बोरोङ पोलोक जति पनि छ सबै एउटै रुट पर्छ। मजा आउँछ यस्तो बाटोमा चाहिँ, यहीँ हुन्छ नि हो। धर बस्यो भाइ।
पानी चाहिँ है फ्रेस पानी है यो चाहिँ मधेसतिर यस्तो पानी भेट्यो भने त कति रमाउँदै खान्छ होला अब हाम्रोमा त अब पानीको त कमी नै छैन चारपट्टि पानी नै पानी यस्तोमा चाहिँ हर्न बजाउँदै हिँड्नुपर्छ फेरि समस्या हुनसक्छ अघि बिहान आउँदा त ढुङ्गा झर्दै थियो यस्तो छ अन्त बाटो यहाँदेखि भत्केर गएको हो यस्तो त छ त पानी ल आइज मेरो त मुनि गम्बुट छँदैछ त्यही भएर म चाहिँ लुक्सुक्सको मतलब छैन मलाई गम्बुट लाएर हिँड्छु मजाले जुत्ता टिलिका टल्काको चाहिँ टप बक्समै छ हो सो गाइज बुद्ध पार्क चाहिँ यहाँ छ है देख्दैछ टक्कै यस्तो घुमेर टक्कै त्यहाँ तल यस्तो जानुपर्छ बुद्ध पार्क चाहिँ अब आइपुग्यो नि त हो टुरिस्टहरू पुरा आउनु भएको छ घुम्नुका लागि पर्यटक यात्रीहरू धेरै सङ्ख्यामा यी बाइकर्सहरू पनि है राइडर्सहरू छु लो यही हो बुद्ध पार्क हाम्रो बुद्ध पार्क राभाङलाको बुद्ध पार्कले गर्दाखेरि चाहिँ राभाङला एकदम फेमस एकदम फेमस राभाङलाको चाहिँ दुईवटा चिज चाहिँ साह्रै फेमस छ एउटा चाहिँ चिसो हिउँ पर्छ भनेर होइन अनि अर्को चाहिँ बुद्ध पार्क ठुलो बाटो छ र सजिलो छ अब बजार पनि पुगिहाल्छ यत्तिकै अब केटाको कपाल काट्नु छ सकेन ह्यान्डसम हुँदो रहेछ जस्तो टोपी कटिङ भइरहेको रहेछ अहिले त कडा उता फर्के एकदम आर्मी जस्तो देख्दैछ अनि फोनको टेम्पर ग्लास फेरिदिनु छ राभाङलाको बजार एक्सक्युज मी यसको टेम्पर छ दादा देखो लगाइदिनुहोस् न राम्रो खालको हालिदिनु डह्रो खालको 300 हुन्छ भइसकेको छ फोन एकदम चिटिक्कै है बस त्यति काम छ अनि फेरि लगातार हामी नाम्चीतर्फ जानुपर्छ धेरै ढिला नगरिकन बिकज इट्स अलरेडी 4 PM राइट नाउ दिस इज राभाङला है सानो छ यहाँदेखि जानुपर्छ यो दुईवटा बाटो छ एउटा सिङताम ओह्रालो उकालो चाहिँ नाम्ची रम्फू 49 रानीपुल 55 सिङताम 38 तारकुट 20 लेखिरहेको रहेछ बाटो दामथाङसम्म चाहिँ अलिकति यस्तै नै छ दामथाङदेखि उता मात्रै अलिक राम्रो छ अलराइट है त गाइस हामी चाहिँ यहाँ अब रायोङ आइसकिसकेका छौँ दामी छ यो जग्गा चाहिँ मलाई एकदमै मनपर्छ सो अब भने चाहिँ गाइस तारेभिर आइपुगेको अवस्था छ अहिले चाहिँ एकदम रफ बाटो छ दिनुपर्ने धन्यवाद छ तारेभिर पुरा म त यो बाटो त नर्थ सिक्किमहरूको जस्तो लाग्छ हुन त म गएको छैन कि तर त्यो कुनै किन यस्तो फिल लाग्छ अब आफूलाई भिर खनेर बनाएको बाटो हो नि त पानीबाट नबिच्ने हिसाबले यताबाट जानुपर्छ छ्या जोगाउँदा पसिहाल्यो नि हौ अहिले हामी यो जौबाडी क्रस गरेको पुगिहाल्छ बाटो चाहिँ साह्रै मजाको छ मजाको नि बाटो चाहिँ अब यहाँनिर चाहिँ त्यो
लोकल सब्जीहरू बेच्छ है, फ्रेस पाउँछ। नट अ बिग डिल। हाम्रो बाइक पनि हिमालयन भन्दा कम त छैन है। सो हामीसँग रोयल इनफिल्डकै हन्टर पनि अगाडि अगाडि जाँदैछ। हन्टर मिटियर नयाँ रहेछ, त्यही भएर एकदम जोगाएर कुदाउनु हुँदैछ ब्रेक गर्दै गर्दै। हन्टर मिटियर हिमालयन, यो हिमालयन चाहिँ मेरो फेभरेट थियो, इभन स्टिल हो अहिले पनि, तर अब मार्केटमा डिस्कन्टिन्यू भइदियो, नयाँ हिमालयन आयो है। वाउ हेभी हेभी कडा देख्दैछ। यहाँ चाहिँ रक गार्डन छ, यो हो रक गार्डन। 3 नम्बर लगाएर चाहिँ यो स्ट्रिङ बटाडिया छ। यता हाल्छु म। सेफ डिस्टेन्स मेन्टेन गर्नुपर्छ, कसै बेला त अचानक ब्रेक हाल्छ कि। यो उकालो चाहिँ पर्बिङहरू जान्छ है, यता पस्नुपर्छ। नाम्ची गएको चाहिँ ठुलो टाटा जस्तो टर्निङ लिएको नि। सो दिस इज अप्पर घुर्पिसे। अप्पर घुर्पिसे अप्पर घुर्पिसे आइसकेको छौँ। जोरथाङ रोडपट्टि जानुपर्छ। ओए 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 अरे राम्रै हेरेर त आउँदै पो रहेछ। कुकुरहरूले पनि लडाउँछ नि कतिखेप त। अब यता जानुपर्छ, यस्तो घुमेर राइट, पुरा राइट लिनुपर्छ। टेरिका बिजोगले छिरायो हौ। यहाँदेखि चाहिँ फेरि राइटै लिनुपर्छ। उकालो गयो भने चाहिँ हस्पिटलहरू पुग्छ। यो वान वे छ नि क्या कालुङ। लु बल्ल सास आयो भने जस्तो भन्यो। बाटै कस्तो बिचैमा क्या। बाटो त यस्तै नै रहेछ। हाम्रो घर जानेहरू जस्तो जस्तै नै छ। चेन फेरि आवाज गर्न थाल्दैछ। मैले घरमा लुप गरेको थिएँ, यो पानीमा चाहिँ यस्तै हुन्छ नि त। चेन हुन्छ नि त्यो लुप सबै हराइ जाँदो रहेछ कि, सबै बगाएर पखालेर लगिदिएपछि सानो आवाज गर्दैन नि हौ। सेडी जस्तो बाटो छ है। उस्तै त्यस्तो चाहिँ कान पक्रिने खालको क्या। भाइ नपक्रे पछाडि अर्पण। गाडी आउँदै रहेछ, पहिला आउन दिइहालौँ होला। आम्मा सानो गरौँ छैन, झन्डै ढल्यो नि बाइक त। न थामिहाल्यो। खै भिडियोको फुटेज कस्तो आउँछ मलाई थाहा छैन। यो लो लाइटमा चाहिँ मैले लो लाइटमा चाहिँ क्यामेरा चलाएको छैन। ठिकै छ, आज टेस्ट पनि भयो है। आइपुग्यो फाइनली। उकालो अरे हाँ कहाँ रोक्नु पर्ने हो भाइ? हाँ मासुको लागि जाँदैछ त्यो। हत्तु भयो नि हो। बाटो यति साह्रो खराब रहेछ। मरेर 3 लाख त फेरि 2 लगाउनु परिहाल्छ हो। बाटो त्यस्तो छ। रुम कहाँ हिँड्नुपर्छ अलिक? ए हो पर्खि, अब बाइक राखेर आउँछु म। यो चाहिँ भाइको रुम है। सानो मजाको रहेछ त एकदम।
सो गाइज है यसको चार्ज पनि सकिरहेको छ रात पनि परिसक्यो अब म चाहिँ फर्किन्छु नाम्चीमा बस्छु सो भाइ यहाँ छ ल भेटौँ फेरि पनि अब आउँछु कहिलेतिर ल लाग्छु ल म हुन्छ अब सिधै हामी रुममा भेट्नेछौँ है त आइपुगिसकेको छु रुम अनि नानाले एलिजा नानाले यो नयाँ लाउनु भएको छ अनि हाम्रो ममता नाना हो फेरि अस्ति तपाईँले त किन्नु भएको छ आइफोन मलाई नानाले किनिदिनु भएको एलिजा नानाले म त त्यस्तो छैन त्यस्तो वान अरे 15 आइफोन 15 हो मेरो आइफोन 15 यता हाम्रो ममता नाना चक्की सो थ्याङ्क यू एभ्री वान यो भिडियोलाई हेरिदिनु भयो अनि यता हाम्रो ममता नानाले चाहिँ अब मासु मजाले बनाउनुहुन्छ माछाको लिएर आउनु भयो आएको छु मैले अन्त अब त्यो खाने हो भोलि ड्युटी छ जानुपर्छ सो थ्याङ्क यू सबैजनालाई आइफोन भइसक्यो भयो बाई